గింతున్నా దుఃఖింతున్నా నూగుతాయ భింతున్నా Titi tua naya ju pinta khala pucha naya ju pinta समाजे चोले चौपी उत्पीडित वर्ग पिन्ता छौ छौ चाहिँ बताउने उद्यासा कया त उइटा चाहिँ ऋण मुक्त याना छौ हिसाब थो नेपाल सम्बत हना छौ चिजिया ठिक विशेष रूप चिस कामा र गन्तकले चाहिँ नेपाल सम्बत यो फलाउ पत्रिका ढल्लासा तबिर चिस विभिन्न ताले विभिन्न समयले नेपाल भाषा कथा चाहिँ आन्दोलन याना अले अनउकेवया छौ चाहिँ मतलब जन आन्दोलन याना आ चिस छौ उपलब्धिमूलक चाहिँ मतलब चिस नेपाल भाषा त थौ ठासे खेलीको छेले चिपी थिन नुक्ला केना थौ बागमती प्रदेश तर्फण छौ सरकारी कामकाजी भाषा रूप थो सोनिगले अले तो बागमती प्रदेश भरि छौ नेपाल भाषा हो तामाङ भाषा त सरकारी कामकाजी भाषा रूप चिस चाहिँ मतलब सम्बोधन याद होन केही लागि चिकपिन त योको सुना देशना जुना छारासा चिकपिनको तरङको डेन्डो त नेपाल भाषा त खनखन त हेकु लागि एक निम्ति जी चिकपिन त हाना छक छ गु सम्बन्धियो लागि खन चिकपिन चाहिन्छ न ठिक झझ ढाकीको लागि थो रूपमा चाहिँ यानाको लागि हाना छक योको सुना देशा चाहिँ आजिस तो नेपाल सम्बन्ध छेली डन अले वकै साथसाथै जिउ भाषा डन छेली ढु कथाइना ठिक गएना लिपठन कि यंकीको लागि खन जी सङ प्रदेश व स्थानीय त मिलेजिया तो भाषा त जिउ तो भाषा सँगसँगै जिउ चाहिँ मतलब सांस्कृतिक त गएना चाहिँ मतलब चोछा पकि हिसाब जिपी निरन्तर रूपमा वनि मागु दु जिपी थौयो दिन संकदर सापाइट लोमंका चना 28 जिस जिगु भाषा अले जिगु भाषिक आन्दोलन याट गु कथयो छौ चाहिँ जिस विकासना नेपाल सम्बन्ध छौ राष्ट्रिय सम्मति रुपे मान्यता क्या ढंगालिपा जिस जिगु भ्या नेपाल भाषा या तर वही ढंग यो चाहिँ मान्यता कथयो जिस न्याउना जंगदु तर छौ जग बाग छुलेसे ढ्याबले जिस नेपाल भाषा याट छौ कक्षा 9 व 10 न बनिगु छौ ज्याकोते पाठ्यक्रम तया त खत व पाठ्यक्रम दुनी नेपाल भाषा या अप्सनल म्याथ 28 कम्प्युटर अकाउन्ट लगायत फोकेल विषयले चाहिँ नेपाल भाषा त भाषा दुनिया लिएको अथवा नेपाल भाषा भोजपुरी जिफु मैथिली जिफु मेमे भाषा लिएको खे छौ चाहिँ छनर्जी मारियो सरकार के त विचारना ध्यान टेमारियो खे चाहिँ माननीय शिक्षा मन्त्री था कुन ज्ञापन पत्र पिउंगु जुल थोखेन चाहिँ सम्माननीय प्रधानमन्त्री ज्यू तने चाहिँ जानकारी है सबैमा धेरै धेरै शुभकामना छ हाम्रो सभ्यता हाम्रो संस्कृति वास्तवमै दुनियाँमा एउटा नमुना सभ्यता र संस्कृति रहेको छ हामी एउटा लामो इतिहास भएको देश हामी कहिल्यै कसैको पराधीनता स्वीकार नगरेका सधैँ स्वतन्त्र रहेका देश हामीले लड्न स्वीकार्यौं मर्न स्वीकार्यौं तर दासता स्वीकार्यौं यो त्यस्तो देश जहाँका नागरिकहरू स्वाधीन र स्वाभिमान रहँदै आए सधैँ र यहाँका नागरिकहरूले किंवदन्ती स्वरूप अथवा यथार्थ कथा जे भए पनि विश्वास गरिएको कुरा के हो भने 1145 वर्ष अघि शङ्खधर साक्वाले ऋण तिरिदिएर ऋण मोचन गरेको दिन हो यो विश्वास गरिएको छ र यस सन्दर्भमा नेपाल सम्बन्धको प्रारम्भ पनि भएको छ आज 1145औं दिन भइसक्यो दिवस भइसक्यो वर्ष भइसक्यो नेपाल सम्बन्ध चल्यो यो हाम्रो आफ्नो सम्बन्ध हो आफ्नो भूमिको आफ्नो माटोको आफ्नो जनताबाट आफ्नै काम कारबाहीहरूबाट उब्जिएको सम्बन्ध हो त्यसकारण यो आयातित सम्बन्ध होइन हाम्रो आफ्नै सम्बन्ध
जी सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीजी या त यो कुरोको सुविधा दिन्छन् चुना संगठन सफा या झटा भना र्याली यहाँका दिकन सम्मानीय प्रधानमन्त्री नाबेना जना